हेलो नमस्ते गोली सरकार युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मेरो यो पोखरा यात्राको ब्लग मार्फत मेरो च्यानलको सुरुवात गर्दैछु। आशा छ तपाईहरुलाई मन पर्नेछ र पुरा भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने विश्वस्त छु। धन्यवाद। हाम्रो ब्लगको यात्रा चाहिँ हामी नौबिसे एउटा खाजा घरबाट सुरुवात गर्दैछौँ। यहाँबाट एकैचोटि पोखरा गएर त्यहाँबाट पोखरा भ्रमणको पुरै भिडियो हामी यहाँहरूलाई देखाउनेछौँ। चाहिँ मेरो परिवार अब यहाँको चिया नास्ताको कार्यक्रम सकिन्छ। हामी लाग्यौँ चाहिँ आज पोखरा लेख्न लाग्दैछौँ। आए मोबाइलमा हेर त बाहिर हेर त पापाले ड्राइभ गरेको हेर बाहिर सिनहरू हेर ल्याउ त आइपा अहिले पछि बोरिङ अगाडि छोरो म त झ्याउला चाहिँ अगाडि बसेँ अनि अगाडि बस्यो फेरि एकछिनमा फोन भएपछि पछाडि आएर हेर हुन्न। अहिले त पापालाई इन्जोय गर गफ गर गीतहरू गाउँथ्यो भने त्यो ट्राभल गर्न होइन इन्जोय गर हामी 9 बिसे गर्दैछ। सिधा सिधा यसरी राख यस्तो नगर। यस्तो यात्राको दौरान चाहिँ हाम्रो नेपाली गीतहरू गाडीमा बजाउँदै नपाउँदाखेरि छुट्टै आनन्द महसुस हुने रहेछ। मलेखु पनि आइसकेछ। हामी मलेखुमा एकछिन ओर्लेर माछा खाने तयारी गर्दै छौँ। आउनुहोस् तपाईँहरू पनि खाउँ सँगै। टक्क खानु तयारी गर्दैछौँ। हजुर मलेखुको माछा र अरू नास्ताहरू खाएपछि एकछिनको थकान सबै बिर्सियो। एकछिन आनन्द महसुस भयो। खाजा नास्ता खाइसकेपछि हामी लाग्यौँ हाम्रो गन्तव्य नेपालकै सुन्दर नगरी पोखरातर्फ। तल्ला जाउँ रे। करिब 6 घन्टा 6.5 घन्टाको यात्रा पश्चात हामी पुग्यौँ पोखरा हाम्रो गन्तव्य र पोखरा हामी अहिले चाहिँ हामी बस्ने होटलतर्फ लाग्दैछौँ।
एकछिन होटलमा आराम गरेर हामी निस्क्यौँ इभिनिङ वाकको लागि एक साइडतर्फ। खाना भिडियो बनाउनु न, भाइरल हुनुहुन्छ। कस्तो वाइल्ड डग छ पुरै बुझ्दैन। बियर अलिकति ल्याऊ। यसो फ्रेस हुन लेक साइडतिर घुमिसकेपछि हामी लाग्यौँ खाना खानातिर। बिहान भइसकेछ, यसो बाहिरको मौसम यसो हेर्दैछु, जताततै प्रदूषण छ, एयर पोल्युसन। साथीहरू पोखरा त आइयो, तर यो नेपालको ठुला ठुला सहरहरूमा अहिले यो ब्लग खिच्ने बेलातिर चाहिँ एकदम प्रदूषण, वायु प्रदूषणको कारणले गर्दाखेरि आकाश राम्रो खुलेको छैन। साथै पोखरा जस्तो सुन्दर सहरमा आएर पनि हामीले माछापुच्छ्रे जस्तो हिमालहरू केही देख्न सकिरहेको छैनौँ। यति भन्दाखेरि साह्रै दुःख लागिरहेछ, किनकि हामीले हाम्रो भ्लगमा कुनै पनि हिमालको दृश्यहरू कैद गर्न पाउने छैनौँ जस्तो लाग्छ। हामी लाग्यौँ अब पुदिमकोटतिर। अहिले चाहिँ हामी पोखरा भ्रमणको क्रममा पोखरा 22 पुदिमकोटमा आइपुगेका छौँ र यहाँ विशाल महादेवको मन्दिर छ, स्तूपा के भन्छ, महादेवको मूर्ति छ। हामी त्यतैतर्फ लाग्दैछौँ। हेर न महादेव, हर हर महादेव भनौँ। उता हेर न पुदिमकोट हामी कहाँ आएछ, अघि हामी तलबाट देखाएको नि। हेर त महादेव टेम्पल।
ये कोई छोटा एक घन्टा भइसक्यो के गर्नु मान्छे जस्तै इन्जोय गरेर चाहिँ के बोल्यो होला त्यही हामी यहीँ पुन्दिकोट नजिकै रहेको विश्व शान्ति स्तूपतर्फ हामी जाँदैछौँ हेर्दै गर्नु होला अहिले पसिना आउनलाई बेकार दौडेर यो डोरो त्यो जुठो अर्काले खाएको किन खेल्यो भने के फाल्टो मेरो छोरी एकदम बलियो छ भाइलाई बोकेर हिँड्दैछ
उनीहरू एकदम चक्च गर्छ दिदीभाइ भेटेकी चक्च गर्ने एकअर्कालाई टर्चर गर्ने मात्तिने काम गर्छ अहिले लड्यो भने म केही भन्दिनँ है अनि पापा डन चाहिँ हिँड्न नसकेर सोच भइरहेछ पसिना भयो मेरो चाहिँ बोल्दा नि स्यास्या भइरहेछ ओ माय गॉड दिदीभाइ चल्ने झगडा गर्ने भन्दा काम छैन ऊ चाहिँ हस्बेन्ड सजिको यता हेर त यता हेर न ओहो यता नि रोड रहेछ हेर ओ माय गॉड अनि अरु के बन्द रहेछ यता नयाँ बाटोहरू बनिरहेको रहेछ हिबिस्कस मेरो पहिला करिब 15-16 मिनटको हिँडाइ पश्चात बल्ल हामी शान्ति स्तूपमा पुग्यौँ यहाँ चाहिँ भित्र भिडियोहरू लिन नपाइने नियम रहेछ त्यस कारणले थप भिडियोहरू लिन चाहिँ असमर्थ छु शान्ति स्तूपा भ्रमणपछि हामी लाग्यौँ डेभिज फल्सतिर सारनकोटको हामी माथि भ्यू उक्लिँदै छौँ गाडीबाट उक्लेर 10 बजी चाहिँ ठ्याक्कै बाटो चाहिँ एकदम राम्रो रहेछ सानो तर पिच उकालो मेरो बालबच्चाहरू पति यता हेर एकदम ह्यान्डसम देखाएको छ मेरो आयान यता हेर्नुहोस् आयान यता हेर एकदम मम्मालाई केयर गर्छ आयानले गाडीमा चढ्दा ढोका खोलिदिन्छ टोयलेट गयो भने बाहिर कुरेर बस्छ हामी एक्सर्साइज नगर्ने भएर हिँड्न आउन चाहिँ एकदम गाह्रो मेरो छोरीको लकेट चेन खस्यो हेर्दा हेर्दै मेरो छोरी चाहिँ ठुलो भयो उसको ड्रेस कोड हामीले गरेको हुँदैन उसको आफ्नो चोइस हुन्छ यो वर्षदेखि मेरो छोरीले मैले किनेको केही पनि लागेन हामी पोखर आएकोदेखि चाहिँ क्लाइमेट यस्तै हो यो सबै एयर पोल्युसनले गर्दा मैले
मेरो बाबुलाई हिमालहरू देखाउँछु भने केही देखाउन पाएन। यस्तै होला वेदर, डे टाइममा पनि यस्तै, एउटा क्लियर छैन, सब एयर पोल्युसन, खासै घाम पनि लागेको छैन, वेदर क्लियर पनि छैन। अब हामी कहाँ सारङकोटको टपमा आएको छ। मेरो छोराले चाहिँ मलाई एकदम माया गर्छ। अब एकचोटि उसले मलाई छोड्दैन माया गर। अनि सारङकोट यसरी हेर्छौँ त। जाने न टावर हामी सारङकोटको टावर थाहा कि थाहा छिर्नै मजा पानी पनि हुन्छ। नजानी तपाईँले मलाई के भन्नु, सब भिडियोमा रेकर्ड भइरहेछ गाइजहरू। मैले कस्तो राम्रो खिच्दैछु, तपाईँलाई के भन्नु। सारङकोट यात्रा सकेर हामी सिधै लाग्यौँ चमेरो गुफातिर। चमेरो गुफामा मेरो श्रीमती चाहिँ जानुभयो, हामी तीनजना चाहिँ बाहिरै बसेर। यता सेतो कलरको लाइमस्टोन हो कि यो चाहिँ? हजुर, साइन्समा हुन्छ 90 वर्षमा 1 इन्च बढ्छ है, पाइन सँगसँगै बढ्छ। हामी छोइदिन 30-40 वर्ष लस हुन जान्छ कि बढ्नको लागि। यो चाहिँ हरेक गुफामा हुन्छ है, नेचुरल। यो त चमेरो होइन त? चमेरो ठुलो हुन्छ कि सानो हुन्छ? सानो।
माथि निस्किने त्यस्तै ठुलै निस्किन्छ नि हजुर च्यापबाट छिर्ने अनि सानो पल छ क्या माथि छिर्न सक्दैन गाइड चाहिन्छ गाइड नछिर्न सक्दैन गाह्रो हुन्छ कि निस्किने सुतिरहन्छ दिउँसो दिउँसोमा सुत्यो रातभरि बाहिर घुम्ने अनि चर्ने अनि बिहानमा आउने हो क्या भित्र कस्तो डेन्जर डरलाग्दो टाइपको आपको दिख रहे हैं पहाड़ वाला कल वहाँ पहाड़ में दिख रहे बाबा इसमें के हो टिकट पाएन टिकट पाएन अबको पालो चाहिँ केवातालमा डुङ्गामा चढेर सयर गर्ने अनि तालबाराई परिसर पनि घुम्ने होटेलको मल जति सबै यहाँ हाल्दो रहेछ है होटेलको मल जति सबै यतै हाल्दो रहेछ होइन हाल्दैन ढल हाल्दैन कहाँ हाल्छ र कहाँ यहाँ ढलमा हालेर देखाइदियो आफ्नो कहिले हो अब हामी पुरै छेउछेउ पुगेर जाने हो गुरुङ गाउँ पुग्यो नि गुरुङ गाउँ भने उठ्यो होला है यस त्यो गुरुङ गएको त तपाईँ घर यतै छिटो छिटो बाबा बान्दियो मजा आयो तिमीलाई दिदी भाइको माया एउटा लेस बान्न आउँदैन मेरो छोरालाई नखिच्ने भाइ नखिच्ने भाइ मान्छेलाई चारो खानु ए बाबुले त्यही खोजिरहेको माछालाई खाँदिन क्राउड जताततै मान्छे अहिले फिसलाई माछा खानिदिने रे मेरो छोरा त एकदम एनिमल्स लभरहरू हो मलाई एकदम एनिमल्स मनपर्छ मलाई एनिमल्स बर्ड्सको बारेमा प्रायः सबै इन्फर्मेसन हुन्छ फिस आयो खानामै भएको थियो ल बाबुजी आज चाहिँ चल्दो रहेछ धेरैले खाने होला धेरैले खाने उता जाउँ न मान्छेले नहाल्ने ठाउँमा जाउँ न पहिला भगवान् के गरे आउने नि हाल्दिन उता साइडमा सुने भेर त नि त ठुलो भएको है नकल त यत्रो कहाँ हुन्छ यहाँबाट पनि बत्ती निकालेछ हो हजुर त्यो पाहाडहरू छनेर तल निकालेको त्यो त ड्यामबाट निकाल्यो होइन हो के अरे अब अस्ति पुलमान उहाँ उसमा हुन्जेल लाइन गएको थाहा थिएन अहिले अब दिनमा 2-3 चोटि लाइन जान्छ यहाँ पर्ने
Everything